आयो त होइन सक्दै सकेको छैन आमा त बाइकमा त त्यहाँबाट पिच रोडमा कसरी निकाल्ने रुको जरा सबर करो खम्बा ओ चार भाइ जम्मा ओए गाइस कहाँ आइपुग्यो हामी जयराम घाटै गऱ्यो नि माया सास्ने रुको जरा सबर करो आराम से लेने का हाँ कहाँ हो तिमी झोला मेरो हो तिनवटा चाहिँ हाल्छ यो मुजिक दिख्दैन के मेरोमा हाल्नु न एउटा मेरो यसमा के दोष गाइस होइन कल्ला मान्छे बनायो होइन बाल पाराले होइन नाचौँ एकदिन नाचौँ छोडेकै दिन देखाएको सुन्दरी कति छ तेल कति यो हेर न यहाँ हेर्नु न यो दबाई नट जस्ट इट इज एन इमोसनल that drives our soul यस्तो के फेरि पानीले भिजेछ ए बज्यो राति 9 बजेर ओए मलाई उछिनेर जाने हो ल चढ्नु जस्तो आयो त्यस्तो बनायो ल यो के भन्नु यो ठाउँमा जयराम घाटको डाँडा ओ वा खतरा उडिला हाम्रो यात्रा कहाँसम्मको अलेसीसम्मको ल हाम्रो विजय सर अगाडि जानुभयो
अरूलाई खान्छ भात मायालाई खान्छ भात। के खोला भन्छ यसलाई? सुन्तोसीमा सिस्रोले घसी घसी। अरे अब गीत पनि निस्किन्छ। तपाईँहरूलाई चाहिँ कस्तो छ खोटाङको हरिस्टी मेरो कोलकाता तर जे भयो भने म तपाईँहरूलाई हलेसी देखाउने छु आज शिवजीको महादेव। ए महादेव, शिवजी महादेव कि मेरो मजै हुन्न के ग्रुपिङ गएको जति मजा हुन्छ के। हो यस्तो कुदाएको ल्याउँछु फेरि यता गाडीले कि कस्तो पेलेर ल्याउँछु कि मलाई अहिले थाहा के। ल घाम लाग्यो घाम लाग्यो घामैलो लाग्यो घामैलो। कुदाउने त्यसले फेरि हिँड्नु न हिँड म लाग्छमा हुन्छु हिँड्न हिँड हिँड्थे माइ हेन्ड अप। हो यतिको कन्ट्रोलमा जाम भन्ने विचार गरेर त्यही कुदाउँदा घरिघरिमा छिट्टो दिउँसो त पुग्म तपाईँ नलिँदाउनु न। मासला के भन्दै थियो अरे? ओइ के भन्दै थियो अरे? लङ रेन्जको चामल पकाएर रहेछ के खाइएन भने मेरो त सब ढेका लगाइदियो। हाम्रो सुनेर स्पिकर बिचमा दे बिचकोलाई दिनु न स्पिकर बिचकोलाई दे न स्पिकर त्यो त गर्नु हो नि दिदी। तिम्रो बिचमा आइज के त्यही भएर स्पिकर आएन तिनीहरू आएन।
पैसाहरू पनि सबै मिलाएर मिलाएको आधी हाल्नु न। Bato broto, la 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 la. Itu lamu पर्यो कति लानु पर्यो Ile porkum यार बाबा दामी छ त ल भिडियोमा खै सुनिलो केटाहरू ल पोलिसी भिडियोमा ए हो र अलिकति नै यो त अर्कै ठाउँ छ यो भोलि गुफा गुफा के गुफा जाने हो माथि भनेको ठिकै गयो हुन्छ क्या गाउँ चिन्ने अस्ति बाह्र गइरहनु चिन्ने हो क्या
फाइनली गाइस हलिसी आइपुग्यो है हामी चाहिँ टक्क लगाएर हलिसी आयो कति रुपियाँमा दिनुहुन्छ ल ल ल तिर्न आउनु साथी आउँदैछ के ओ कता हो कता पनि लिने हो म कता पनि लिने हो के गरौँ के अन्त यो पाएको अन्त पसल छ भने हामी अन्त गयौँ ल यहाँ त ल तपाईँ यहाँ किन्छु नरिसाउनु ल नरिसाउनु यस्तो गरौँ न यस्तो गरौँ न यो हामी यहाँ यो रुद्राक्ष चोमा चढाउने क्या नि हो प्रवेश गरियो फुलहरू लिएर हामी अब हिँडिसक्यौँ क्या आन्टीले चाहिँ यो धुपहरू बनाउँदैछ है धुप होइन आन्टी हो ल दामी ल भिडियो बनाउन मिल्यो नि जय हटेसी माता हो कि बाबा हो जुत्ता राखेर जाऊँ के मन्दिर त यहीँ हो जुत्ता राख्ने कि ऊ त्यो माथि जाऊँ भिड हुन्छ यो छिटो आउनु न झोला यतै राख्नु यहीँ माथि राखिदिनु झोला को किन पारा यहाँभित्र दामी होइन तल पहिला तल जाऊँ तल त्यो पुजारी हुन्छ उसले सबै विजय के अरे यसको रहस्य भन्नु त हलिसी महादेवको यसको रहस्य भन्नु न के रहस्यमा पछि अहिले युट्युबमा हेरेर मलाई फेरि भन्दैछु अल डिटेल चाहिँ आउँदैन क्या मलाई नै आउँदैन कि खासमा त्यो दुईजना आएन क्या यस्तो भिड भइसक्यो के गर्नु र फोटो भिडियो गर्न पाउँदैन
महादेव दर्शन गर्न जाने बाटो जय हर हर महादेव फोटो तैँले आउने तिमी हल्दैछ आउने देख्यो नि होला हलेसी देख्यो नि अब एक चक्कर हनाइदिन्छ तपाईँलाई उता हो के उता गुफा उता एक चक्कर हान्नुपर्छ हेलो हेलो गाइस हामी अहिले हलेसी अनि यो यसको रहस्य भनिदिनु परेन अलि थाहा भएन हजुर रुको जरा सबर करो हर हर महादेव एक्सक्यूज मी हेलो दिदी जानु पर्यो तेरो पनि भिडियो बना राम्रो हुन्छ आउनु न Someday, त्यस्तै प्रस्तुत गरेर हामी अब उता शङ्का पुग्न जाने हो यो चाहिँ नाम्नी यस्तो छ है हलेसीले देख्नुभयो होला म तपाईँहरूलाई देखाउन चाहन्छु देखाइसक्यो अब टक गुफा छिर्नुपर्छ गुफा 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 त छिर्ने हो अनि टिका लगाएनौ हर हर महादेव तपाईँ पनि कराउनु न भोग लगाएर मन लागिसक्यो हर हर महादेव गाइस उहाँहरू पूजामा आउनुभएको छ पानीपुरी पनि नखाएर आउनुभएको छ ठिकै छ गाइस पानी प्लस पुरी पानी प्लस पुरीसम्म नखाएर आउनुभएको छ उहाँहरू कृपया अब नरिवल फोड्न चाहिँ अलि छिटो पुऱ्याइहाल्नु रुको जरा ल म घुमेँ ल ल ल छिटो खाइहाल्नु नरिवल छिटो उठाउनु पर्यो भोक लाग्यो कहाँ से आए चुचुंदर लोग कौन है ये लोग कहाँ से आए फाइनली गाइज हामी चाहिँ टिका सिक्का लगायो हलेसी घुम्यो होइन दर्शन गऱ्यो अब फर्किनु लाग्यो हो क्युआर गरेर पैसा झ्याप्प निकाल्नु त धले हजुर यता म त भिडियो बनाउने जस्तो आए जस्तो जाने त्यस्तै प्रस्तुत गरे
अनि क्युआर भइहाल्छ नि आजभोलिको जमानामा क्युआर भएन भने त नेपाल चल्दैन फेरि ब्याक